रिसेन्टली अहिले सोशल मिडियामा गिब्ली स्टाइल आर्ट एकदमै धेरै भाइरल छ। म अहिले तपाईलाई यहाँ केही गिब्ली स्टाइल इमेजहरू शो गर्न चाहन्छु जुन कि गिब्ली स्टाइल इमेज क्रिएट गरेर सोशल मिडियामा पोस्ट गरिएको छ। यदि तपाई पनि यस्तो गिब्ली आर्ट स्टाइल इमेज फ्रीमा बनाउन सिक्न चाहनुहुन्छ भने भिडियोलाई पुरा हेर्नु होला। आउनुहोस् भिडियो सुरु गरौँ। साथसाथै भिडियोलाई एउटा लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला। सबैभन्दा पहिला आफ्नो मोबाइलको प्ले स्टोरबाट च्याटजीपीटी एप डाउनलोड गर्नुपर्ने हुन्छ। म यहाँ च्याटजीपीटी सर्च गरेर एपलाई डाउनलोड गरिसकेको छु। त्यसपछि तपाई ब्याक आएर म यहाँ ब्याक आएर च्याटजीपीटी एपलाई ओपन गरिरहेको छु अनि यहाँ तपाई हेर्न सक्नुहुन्छ प्लस को बटन दिएको छ। त्यसमा क्लिक गरेर जुन फोटोलाई गिब्ली आर्ट स्टाइल बनाउन चाहन्छु भने त्यो फोटोलाई सिलेक्ट गरिरहेको छु। तपाई पनि यस्तै सेम प्रोसेस गर्नु होला। सिलेक्ट गरिसकेपछि तपाईलाई यहाँ केही फन्ट टाइप गर्नुपर्ने हुन्छ। तपाई पनि यस्तै सेम किसिमको फन्ट टाइप गर्नु होला। म चाहिँ यसमा फन्ट टाइप गरेको छु क्रिएट अ इमेज अफ गिब्ली आर्ट। तपाई यसमा जे पनि लेख्नु होला तर लास्टमा गिब्ली आर्ट इमेज नलेख्नु बिर्सनु होला। म यहाँ टाइप गरेर सर्च गरिदिरहेको छु। त्यसपछि यसमा अलि टाइम लिन्छ, कम्तीमा 1 वा 2 मिनेटसम्म टाइम लिन्छ, नआत्तिनु होला। म पनि यहाँ 2 मिनेटदेखि वेट गरिरहेको छु। अनि फाइनली चाहिँ 1 मिनेट 48 सेकेन्डमा मेरो गिब्ली आर्ट इमेज बनेर आइसकेको छ। अब रह्यो बात यसलाई डाउनलोड कसरी गर्ने। डाउनलोड गर्ने तरिका यस प्रकारका छन् भने तपाई गिब्ली आर्ट इमेज माथि क्लिक गर्नु होला र तल हेर्नु होला सेभ को बटन दिएछ, त्यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि त्यो गिब्ली आर्ट इमेज अटोमेटिक तपाईको ग्यालेरीमा सेभ हुनेछ। अनि तपाई यस गिब्ली आर्ट इमेजमा केही चेन्जेस गर्न पनि सक्नुहुन्छ एआई को मद्दतले। म यहाँ तपाईलाई केही चेन्जेस गरेर हेराउन चाहन्छु। म त्यसकै तल फन्ट लेख्ने ठाउँमा टाइप गरिदिरहेको छु चेन्ज अ ब्याकग्राउन्ड एन्ड रिभर अनि फेरि सर्च गरिदिरहेको छु। फेरि सेम प्रोसेस हुन्छ, कम्तीमा 1-2 मिनेटको टाइम लिन्छ। फेरि 1 मिनेट 28 सेकेन्डमा ब्याकग्राउन्ड चेन्ज गरेर रिभर पनि चेन्ज गरेर इमेज बनाइदिएको छ। आशा गर्दछु यो भिडियो हेरेर तपाई एआई गिब्ली आर्ट बनाउने तरिका थाहा भइसकेको होला। भिडियो कस्तो लाग्यो कमेन्टमा आफ्नो राय दिनु होला। साथसाथै भिडियो बित्नु भन्दा पहिला एउटा भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यसरी नै न्यू अपडेटको बारेमा जानकारी पाउनको लागि थ्यांक्स फर वाचिङ दिस भिडियो। धन्यवाद।